हेलो साथीहरू, के गर्दै हुनुहुन्छ तपाईँहरू? म चाहिँ बारीतिर लागेँ है आजको सब्जीको लागि। हाम्रोतिर चाहिँ यो जरिङ्गोको साग खाएको धेरै भयो। यो चैत महिनामा खानु चाहिँ एकदम राम्रो हुन्छ अरे भनेको सुन्छु म होइन। विकासले भनेर चाहिँ रोपेको काका अस्तिबाटै भयो, लगभग 2-3 महिना भयो होला खान थालेको। यसपालि पानी परेर एकदम राम्रो आएको छ एकदम है। अनि यसलाई चाहिँ अन्डासँग पर 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 भुटेर धेरै तेल चाहिँ लाग्छ। खानु चाहिँ यस्तो दामी हुँदैन है साथीहरू। अनि म चाहिँ यसको लागि धनियाँ है। अब नानीहरूले आज पराठा होइन आलु चप खान्छु भनेको छ, त्यही भएर म चाहिँ आलु चपको लागि यहाँ धनियाँहरू यसो बारीतिर गएर आलु उसिनिसकेको छु मैले अघि नै। अनि यता धनियाँ पनि लगेर जाने, अनि सब्जी पनि टिपिसकेको छु। अनि म चाहिँ यहाँ आलु चप बनाएर पनि रेडी पारेको छु साथीहरू। मेरो छोरीहरू कति खुसी छन् है। ल छन् भने चाहिँ फेरि छ नि साथीहरू। अनि हामीलाई चाहिँ म चाहिँ फेरि बनाइदिनु छोराछोरीले, अनि जोसुकै होस् जसले खान्छ भने नि मन रहर गऱ्यो भने चाहिँ मलाई चाहिँ यति खुसी लाग्दैन साथीहरू। बनाइदिनु यति खुसी लाग्दैन। अरूले झन् मिठो छ भनेर मन पराइदिएर खाइदिनु भयो भने चाहिँ झन्। तर यो मेरो भिडियो कस्तो आएको साथीहरू, हेर्नु न आधी मात्रै आएर छ त हौ। अनि के भएर यस्तो भयो? ल जे जस्तो भए पनि साथीहरू हेरिदिनु होला है। भिडियो बनाउने तरिका थाहा नभएको कि न बुद्धि नभएको कि अब जे जस्तो छ साथीहरू तपाईँले मन पराइदिनु होला है त मेरो भिडियोलाई। अनि साथीहरू मरेर आउँछ हौ। कसैले लाइक कमेन्ट सेयर गरिदिनु हुन्न, हेरिदिनु हुन्न। अनि कस्तो त्यहाँ जहाँ गएर हराएर आउँदो रहेछ क्या त्यहाँ त्यो फिल्ममा सामान्य चाहिँ। मैले त फेसबुकमा चाहिँ अलिअलि भए पनि भ्यू चलाउँछ। अनि के मजा फेरि है, 1-2वटा कमेन्ट आयो भने वाह भन्ने खालको फिल क्या। अनि यता युट्युबमा चाहिँ भन्नुहुन्छ भने कसैले हेर्नुहुन्न नि। अनि हेर्नु न यो एडिट गर्नु कति टाइम, मलाई त फेरि यो ज्याउ लाग्छ, आउँदैन नि त फेरि। अनि हेर्नु नि म चाहिँ फेरि के भएर गएँ साथीहरू। मेरो कान्छीहरूले पनि माग्दैछ अझै दियो भन्दै होइन। म चाहिँ फेरि लिएर आउँदैछु नि यहाँ। हामी चाहिँ फेरि खानु चाहिँ नि जस्तै भए पनि खानु चाहिँ छोडिने होइन साथीहरू, खाने हो होइन। मदलामा के छ र भने खाइहाल्यो। छोराछोरीहरूलाई पढ्नेको कुरा पनि दिनु मन लागिहाल्छ। अनि आज चाहिँ तर मेरो छोरी यति खुसी भएको थियो यो चप बनाइदिएकोले। अरू बेला नि तर म के त बनाइदिइरहेको छु। तर आज चाहिँ आलु चप खाने नि आमा भनेको थियो उसले। के खानु लाउनु अरायो भने के बनाइदिनु हुने आमा, के गरिदिनु हुने, आज के किनिदिनु हुने। हेर्नु न छोराछोरीको डिमान्ड होइन। अनि एउटा न एउटा कुरा नगरी नफकाइ त गरिदिँदैन छोराछोरीले। उनीहरूलाई पनि यस्तो गरिदिन्छु, यस्तो बनाइदिन्छु, यहाँ लान्छु त्यहाँ लान्छु भन्यो भने चाहिँ उनीहरू पनि खुसी भएर क्या हो आमा भन्दै। छोराछोरीहरूको लागि त त्यस्तो गर्न सकिन्छ हामीले भनेर मैले चाहिँ उनीहरूको लागि पनि हुने मेरो लागि पनि हुने भनेर। अनि साथीहरू कति लामो चाहिँ भिडियो बनाएको रहेछु हो। मलाई नै बोल्नु झ्याउ लागिसक्यो त छ्या। तपाईँहरू झ्याउ नमानिदिनु होला है, काट्दै खाने हेरिदिनु होला है त। हेर्नु न यही भिडियो कति आएको, हेर्नु न फेरि त्यही साथीहरू। अब चाहिँ म यसलाई उयो गर्दिनँ। अघि पनि यस्तै भएर मैले उयो गरेँ होइन, 2 खेप ट्राई गरेर बनाएको। यो चाहिँ म उयो गर्दिनँ, जस्तो छ जे छ तपाईँहरूले हेरिदिनु होला। यो मुख पनि कति चलाउनु दुखिसक्यो साथीहरू, कतिले बोलेकोले। साथीहरू अब त्यसमा बोल्दिनँ हौ, साह्रै लामो भिडियो एउटै खाएकै मात्रै लागेको छु नि त साथीहरू। कति चाहिँ लामो थिएछ त बाफ्रे। फेरि हेर्नु न त्यही आएको छ मलाई काट्दा मिल्दैन हौ, उत्तर काट्दिनँ हौ। जस्तो छ जे छ त्यस्तै हेरिदिनु होला साथीहरू। यसलाई स्पिड बनाउनु पनि खोजेको थिएँ मैले, तर त्यो पनि भएको स्पिड बनाएँ। एक ठाउँ मुख मात्रै हल्लिएको देखाउँछ, एक ठाउँ कुदेको देखाउँछ हो। आम्मा यो भिडियो आज सकिँदैन रहेछ। हेर्नु त साथीहरू खाएकै माथि आएको के कस्तो
अनि कहिले नदेखाउनु नपाएको कहिले नखाएको जस्तो भयो साथीहरू अरू यो तर भिडियो चाहिँ किनभने एउटै आएको छ नि त मैले नजानेको खासमा चाहिँ भिडियो एउटै भिडियो चाहिँ डबल मैले थिचेछु क्या कि तपाईँहरू चाहिँ काट्दै ड्याङ काटेर पनि हेरिदिनुहोस् माया गरिदिनुहोस् हामी 3 जना आमा छोरीलाई है अनि मेरो 2टा छोरीहरू पुक्लुकुहरू खाँदैछ पुक्कुली है होइन मैले लगिदियो भनेर रुको अनि यस्तो हुन्छ साथीहरू लु म चाहिँ गहले हो बोल्दा हाई पनि आयो सक्दिनँ अब साथीहरू अनि कति बोल्नुपर्ने एउटै भिडियो तपाईँहरू कति हेरिदिनुहुन्छ होला र